Hi, so welcome to my channel. It's Nitika Guru. मेरो स्वागत छ प्यारीलाई अनि हुन्छ मलाई चाहिँ अनुभाव छिन् अनि अहिले चाहिँ बिहान बिहान अहिले चाहिँ भर्खर 7:30 भयो 7:30 भयो अनि त 6:30 बजे आइहाल्यो थिइन् अनि आज चाहिँ हो लोसार अनि I'm so excited जानको लागि चाहिँ यति एक्साइटेड छु ह्याप्पी छु लक्कली छैन के अनि यहाँ मेरो भाइ भने कसो कसले लक खोल्दियो भने किनभने मोबाइल मलाई थाहा छैन लक त्यही भएर हो यहाँ चाहिँ अनपछि म तपाईँलाई देखाउँछु है फेस लुगाइरहेको छैन हाई भनिदिनु प्लिज अनि मेरो भाइ छ यहाँ हाई भन्नु बेबी अनि म चाहिँ यहाँ नागिन 6 हेर्न लाग्छु यहाँ क्लियर देखाएन है नागिन 6 हेर्न लाग्छु बिहान बिहान भएर हो अनि म यस्तो कि उठ्न पनि यस्तो झ्याउलाइरहेको किनभने चाहिँ अहिले यति जाडो भएको रहेनछ बाहिर यति जाडो छ त्यही भएर के उठ्न पनि यहाँ त अहिले म यस्तो गरौँ यहाँ यस्तै उठेर छौँ हामी सब यस्तै उठेर अनुपात चाहिँ अघि 6:30 बजे आएको थियो मेरो घर किनभने मैले 7 बजे आउनु भनेको तर जाने चाहिँ 10 हो कि कति बजी जाने हो त्यही भएर हो होइन तर 10 बजे मैले जोक गरेको तपाईँहरूसँग 10 बजी जाने सायद 9-8 बजी जाने होला सायद त्यही भएर हो अनि अनुपात चाहिँ छिटै आइहाली छिन् अहिले चाहिँ हामी उता तल जान्छौँ अहिले चाहिँ अब पछि भेटौँ म तपाईँहरूसँग पछि भेट्नेछु तपाईँहरूसँग बाई बाई कोसर जानला हामी हेर्नु जानु पुगिसक्यौँ अब पुगिसक्यौँ लोसारबाट आइसकेको छु किनभने चाहिँ त्यहाँ धेरै भिडियो गर्नु पाएको थिएन किनभने यति धेरै स्टोर भएको थियो अनि मान्छेहरू पनि धेरै थिए अनि के तपाईँले केही सुन्दैन त्यही भएर चाहिँ मैले भ्लग गर्नु पाएँ त्यही भएर म घर आइहालेछु अनि अब चाहिँ हामी नास्ता खान जानला हाम्रो नास्ता खाना भने रातिको चिया अड्डा जान लाग्छौँ त्यो नाम चाहिँ चिया अड्डा हो अनि हामी त्यहाँ गएर के खान्छौँ त्यो पनि म देखाउने छु तपाईँहरूलाई आइएम सो सरी बट मैले त्यो भिडियो देखाउन पाएँ किन धेरै स्टोर भइरहेको थियो हाम्रो लोसारमा धेरै मान्छेहरू आएर मैले त्यसमा भिडियो गर्नु पाएन त्यही भएर अब जाने बेला म धेरै भिडियो गराउने छु हेर्नु होला यस्तो एक्साइटेड छु म पनि पहिला पनि भनेको थिएँ अब म यस्तो एक्साइटेड छु खानको लागि अनि त्यो चेष्टा कस्तो म भिडियो गराउने छु तपाईँलाई देखाउने छु बाई बाई चाहिँ हेर्नुहोस् अहिले चाहिँ यहाँ आइसकेपछि मेरो घर अनि चाहिँ घरले खोलिन्छ त्यही भएर पुरा लुक देखाइदिन्छु है यता हेर न पुरा यो चाहिँ यिनको पुरा लुक हो अनि यहाँ चाहिँ घरले के यस्तो गर्दा छिन् उल्टो भयो सायद ल पुरा गराइदिनु नि लाग्यो ल यिनको हेर फेस यिनको मेकअप लुक चाहिँ सब गइसकेको छ अहिले चाहिँ यहाँ चाहिँ नि यहाँ चाहिँ मैले आज सिम्पल मेकअप गरेको छु तर सिम्पल मेकअप गर्छ नि त्यही सब गइहाल्यो त्यहाँ घामसम्म पनि लाइट धेरै मेकअप पनि चलेको थियो त्यही भएर चाहिँ गइहाल्यो सब मेकअप यिनको लुकको अब चाहिँ हामी जानला हामी चिया अड्डा अनुपात जान सक्छौँ कि थाहा छैन त्यो त मलाई अब हामी चाहिँ जानला बाई बाई चिया अड्डामा आज लोड थियो कि म आज लोड छु आयो कन्डक्ट हाई भन्यो गइहाल्यो म खाइरहेको छु फ्रेन्च फ्राइज एउटा एकछिनमा जाने होला खेलेपछि चाहिँ म यतिकै बसिरहेको छु किनभनेपछि मेरो लस्सी नै आएको छैन अहिलेसम्म त्यही भएर कुदिरहेको छु म वेटिङ नि चाहिए छ अब चाहिँ हामी जान लाग्छौँ घरतिर हामी घरतिर अरे छ अरे लस्सी गाइज आयो लस्सी आइसकेपछि आज म खान लाग्छु भइरहेको गीत बजेर हामी जाँदैछौँ मम्मी
म अनि अरू यहाँ पछाडि नै हुनुहुन्छ अटो आउनु लाग्छ त्यही भएर चाहिँ हामी आधा बाटो हिँडेर जानु लाग्छौँ आउनु लाग्छ अटो चाहिँ गाइज हामी चाहिँ हिँडेदैनौँ किनकि बाबा आउनुको लिन हामीहरूले चाहिँ गयौँ अनि मम्मी अनि आन्टीहरू चाहिँ त्यही हुनुहुन्छ हिँडेर आउनुहुन्छ किनभने चाहिँ त्यो के भन्छ अटोको टायर पङ्चर भएछ अरे त्यही भएर उहाँहरूले हिँडेर आउनु भएको छ अनि हामीले बाबा आउनु भएको छ यहाँ चाहिँ छेवाङ अप्पी अनि हामीहरू चाहिँ जानु लाग्छौँ घर उहाँहरूले चाहिँ आउनु भएको छ अब चाहिँ हामी जाँदैछौँ यहाँ हामी घर पुगिहाल्यौँ गाइज पुग्न लागिसक्यौँ के पुग्न लागिसक्यौँ भन पुगिसक्यौँ अब त कस्तो बाटो उठाएको बाबा हामी चाहिँ आइहालेँ गाइज म चाहिँ घर पुगिसकेको छु यहाँ चाहिँ म कोठामा आइसकेको छु आफ्नो कोठामा यहाँ के फुर्सद देखियो क्या मेरो फेस ए देखेन रहेछ अनि अब चाहिँ म घर आइसकेको छु अनि अब चाहिँ मेरो भ्लग एन्ड हुन्छ यहीँ किनभनेपछि अब सब मैले त्यहाँ चिया अड्डामा गएर पनि सब खाइसकेको छु नास्तामा सबले देखाएको छु तपाईँ हेर्नु भएको होला अनि म लोसारको चाहिँ मैले धेरै देखाउनु पाइनँ थोरै मात्र अलिकति त्यो बोलेको सोलेको त्यही देखाइदिएको किनभने धेरै बोल्नु भएको थियो उहाँ के सुन्ने थिएन त्यही भएर हो अनि अब चाहिँ यति भन्दाखेरि म एन्ड हुन्छ यो भ्लग अनि लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिन नभुल्नु होला तपाईँ गरिदिनु होला त्यही छ अनि यति भन्दै मेरो भ्लग एन्ड हुन्छ बाई बाई एभ्रिवान